अनुसन्धान गर्दाखेरि तथ्य प्रमाण भेटिएर कसको हो मामा त्यस्तो प्रमाणै नभेटिएको? रवि लामिछाने भन्ने मामा अनि रवि लामिछानेले त गम्मै सहकारीको पैसा खाएको भनेको होइन र? त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणमा कुनै पनि आधार देखिँदैन। आधार साधार नदेखियो नि मामा जेल त राख्नै पर्ने होला नि, कानुनको दायरामा त पर्छ होला नि होइन? कानुनको दायरामा पनि पर्ने अवस्था छैन। अनि यो जेलमा पर्ने अवस्था चाहिँ कसरी आयो के? घन्टा जस्तो कुरा गर्छ यार मामा। कि यो कुरो ठुलो बडालाई थाहा नभएर हो कि? सबलाई थाहा छ के? सबलाई होइन होइन दाजु, केपी बा र गगन दाजुलाई त थाहा छैन होला? सबलाई थाहा छ। सबलाई थाहा छ भन्छन्, सहकारी ठगेको प्रमाण छैन भनेर, तर पनि जेलमै कोचिरहेछन् भनेपछि त राजनीतिक प्रतिशत नै साधेको हो नि, होइन त? हुन पनि सक्छ, मलाई थाहा नभएको होला। बिस्तारै थाहा हुन्छ बाजे तिमीलाई। घन्टीले यदि चुनाव जितेछ र रवि लामिछाने चाहिँ प्रधानमन्त्री भएछ भने नि कतिवटा फाइल खोलिन्छ अनि के थाहा हुन्छ। 3टा फाइल खोल्यो भने यो देशका अधिकांश नेता जेलमा हुन्छन्, संसदमा हुँदैनन्। खै दाजु, फाइल त अहिलेको गृहमन्त्रीले पनि खोलेको जस्तो कुरा सुन्छु, तर खै केही लछारबाट लागेको छैन अहिलेसम्म। सिंहको जस्तो मुटु भएको मान्छेले फाइल खोल्नु पर्यो। खै बिरालोकै मुटु रहेछ कि क्या हो हाम्रो अहिलेको गृहमन्त्रीको त? कस्तो फाइल खोल्यो। कोही उहाँ सिङ्गापुरतिर घुम्नु गइरहेछ, कोही यता गोरु जस्तो डुग्रिरहेछ। कुनै एउटा फिस्टे चराको छाती भएको मान्छेले फाइल खोलेर हुँदैन। त्यसरी फाइल खोल्नु गाह्रो छ हो दाजु, तपाईँले पनि सक्नु हुँदैन। फाइल खोल्नु थालेपछि तर्साउन थालिहाल्छ। सानातिना मान्छेले तर्साउन खोजेर तर्सिने गरी खुट्टा कमजोर बनाएर आएको होइन। साँच्चै खुट्टा कमजोर बनाएर आएको होइन त? के रवि लामिछाने प्रधानमन्त्री भयो भनेदेखि खोल्छन् होला त सबै फाइलहरू, जाग्छन् होला त यी सबै भ्रष्टाचारीहरूलाई जेलमा? के लाग्छ तपाईँहरूलाई? कमेन्ट गरौँ है ल।